दर्शकबिन, यो दृश्य कुनै फिल्मको होइन, यो दृश्य नेपाल भारत सीमानाकाको हो। जहाँ रात परेपछि सुरु हुन्छ तस्करीको खतरनाक खेल। हो दर्शकबिन, मतरीमा सीमा सुरक्षामा खटिएका सरकारवाला प्रहरीलाई लाइन मिलाएर संगठित रूपमै तस्करी हुने गरेको पछिल्लो केही घटनाक्रमले देखाएको छ। मतरीको विभिन्न नाकामा सीमा सुरक्षामा खटिएको प्रहरीले मतरीका नाका भएर तस्करीका सामानहरू सहजै लाइन मिलाएर जान दिने भए पनि भारतीय एसएसबीले ती सामानहरू बरामद गरेको 1 दर्जन भन्दा बढी घटनाले सीमा सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ। हो दर्शकबिन, आज हामी देखाउँदैछौँ मतरी सीमानाकाबाट भइरहेको तस्करीको त्यो खतरनाक खेल जसले सीमा सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। मतरीको सीमा क्षेत्र अहिले सुरक्षा संवेदनशील क्षेत्रभन्दा बढी तस्करहरूको ट्रान्जिट करिडोरको रूपमा चिन्न थालेको छ। भारतीय सशस्त्र सीमा बल एसएसबीले पछिल्लो केही सतायता मतरीको सीमासँग जोडिएका ठूलो परिमाणमा गाँजा, मदिरा, चरस र अन्य सामानहरू बरामद गरेपछि नेपाली सुरक्षा कर्मीहरूमाथि ठूलो प्रश्नचिन्ह खडा भएको छ। 2 सता मात्रको तथ्याङ्क हेर्ने हो भने भारतीय एसएसबीले मतरीको विभिन्न नाका भएर पारी छिरेको सामान बरामद गरेको घटना यस प्रकार छन्। घटना नम्बर 1, शनिबार मात्रै एसएसबीले सिर्सिया डिम्याही क्षेत्रको पिलर नम्बर 110बाट स्याउ लोड गरेको पिकअप नियन्त्रणमा लियो। त्यसको अघि एक दिन मात्र भारतको सीतामढी जिल्लाको सुरसण क्षेत्रमा 142 किलो गाँजा सहित 2 जना पक्राउ परे। यति मात्र होइन, स्तम्भ 304/1बाट 44.7 लिटर मदिरा बरामद। भिट्टा मोड क्षेत्रमा मोटरसाइकलमा लग्दै गरेको ठूलो परिमाणको मदिरा नियन्त्रणमा। वैशाख 25 गते 178 लिटर नेपाली मदिरा बरामद। वैशाख 22 गते पिलर नम्बर 307बाट 720 बोतल मदिरा बरामद। 3 किलो चरस सहित 2 व्यक्ति पक्राउ र मोटरसाइकल पनि नियन्त्रणमा। वैशाख 21 गते 780 लिटर मदिरा नियन्त्रणमा। यी सामानहरू आकाशबाट उडेर भारत पुगेको होइन, मतरीकै सडक हुँदै सीमा पारी गएका हुन्। यदि सीमामा प्रहरी छ, यदि सशस्त्र प्रहरी छ, यदि चेकपोस्ट छ भने ती सामानहरू कसरी भारत पुग्यो भन्ने गम्भीर प्रश्न उठेको छ। के सीमा सुरक्षा पूर्ण रूपमा असफल भएको हो भन्ने बुझ्न सकिन्छ वा आर्थिक सेटिङमै तस्करी भइरहेको हो भन्ने बुझ्न सकिन्छ? तपाईँ आफ्नो प्रतिक्रिया पक्कै पनि दिनुहोला।